नयाँ पुस्ताले भाङ्रा बनाउने कामलाई समयक्रमसँगै छोड्दै गएपछि दोलखाका सीमान्तकृत थामी समुदायमा यो सिप लोप हुँदै गएको छ। प्राचीन समयदेखि नै थामी समुदायले अल्लोको धागो निकालेर भाङ्रा बनाउने चलन चलाएका थिए। बजारमा सस्तो र सजिलो आधुनिक कपडाको सहज उपलब्धता र नयाँ पुस्ताको रुचिमा आएको कमीका कारण रैथाने र घरेलु भाङ्राको कपडा बुन्ने चलन बिस्तारै लोप हुँदै गएको छ। अल्लु जातको वनस्पतिको रेसाको धागोबाट भाङ्रा हातेतानमा बुनिने परम्परागत खाडीको कपडा हो। दोलखाको थामी समुदायको ब्राह्मण गुरु आप्पाले अनिवार्य रूपमा भाङ्राबाट निर्माण भएको दौरा लगाएर पूजा गर्ने चलन रहे पनि हाल सो लोप भएको स्थानीय कुमार थामीले बताउनुभयो। अब हाम्रो थामीको आफ्नै भनौँ न एउटा गुरु हुनु अब हुन्छ हो, त्यस्तो बेलामा चाहिँ प्रयोग गर्ने भन्ने कुराहरू हामीलाई अब आभा चाहिँ। भाङ्रा लोप हुँदै जान थालेपछि सीमान्तकृत थामी समुदायको उद्गम थलो सुस्पा छेमावतीका थामी समुदायले यसको संरक्षण गर्न एकजुट भएका छन्। पुस्तान्तरणको अभावमा पुरानो पुस्ताका सिप नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा 4 पुस्तादेखि यसको लोप हुँदै गएको स्थानीयको भनाइ छ। उसको अल्लोको तालिम आयो, अनिखेर हामीले पहिला यस्तो रेसा बनाउने काम गर्यौं। पानीमा पकाउनु पर्दो रहेछ डडममा हालेर, अनि त्यहाँबाट मुङ्ग्रोले कुट्नु पर्ने रहेछ। मौलिक पहिचान र संस्कृतिसँग जोडिएको यस परम्परागत पहिरन र यसको निर्माण शैलीलाई संरक्षण गर्न युवाहरू जुटेका हुन्। थामी जातिमा अल्लोको धागो निकालेर भाङ्राबाट बनाउने आफ्नो मौलिक र प्राचीन परम्परा रहेकोले यसको संरक्षणका लागि एकजुट भएको उनीहरूको भनाइ छ। के गर्नु गरेको थियौँ, हाम्रो पहिला लो भइरहेको थियो, हराइरहेको थियो, मासिरहेको थियो। अनि अब फेरि अलिकति हामी अब चाहिँ हाम्रो पुर्खाको चिजहरू नमास्ने भनेर चाहिँ हामीले फेरि अब यसलाई हामीले अब ल्याउँदैछौँ। पहिलो पुस्ताले पाल्ने गरेको गाईबस्तु र चौरी पालन अहिलेका पुस्ताले छोडेका छन्। चौरी गाई र गाईबस्तुको गोबरमाथि धेरै उम्रने गरेको अल्लो अहिले जंगलमा नै लोप भइसकेको स्थानीय थामी समुदायका अगुवाहरूको भनाइ छ। मुख्य पर्व भनेको हाम्रो उधौली उभौली हो। त्यसको लागि हामी मनाउन जाँदाखेरि हामी अवश्य त्यो भाङ्रा प्रयोग गर्नुपर्छ। 2वटा पालिकाको 11वटा स्थानमा बसोबास रहेको थामी समुदायको दोलखामा 2078 सालको जनगणना अनुसार जनसङ्ख्या 18,075 रहेको छ। मन्दिरा थापा, नेपाल टेलिभिजन, दोलखा। अब व्यक्तिको प्रसङ्ग, व्यक्तिको